पब्लिसिटीको बारेमा कुरा लाई चाहिँ अलिक फैलाउने, अलिक अश्लील बनाइदिने, अलिकति तडक भडक गरिदिने भने चाहिँ भ्यू बढी आउने होइन। त्यो मान्छेमा सहनशीलता पनि हुनुपर्छ है। भनेको अर्थ यो हो कि मलाई पनि थाहा छ त, मैले पनि त्यस्तै तडक भडक गीत गरेँ भने त भ्यू आउँछ नि, तर मैले गर्दिनँ भन्दाखेरि त्यो चाहिँ मेरो पर्सनल हिसाब चाहिँ के भयो भन्दाखेरि मैले चाहिँ अलिक पोजिटिभिटीको कुरा, अलिक समाजमा भएको कुरीतिको कुरालाई चाहिँ दर्शाउने। हजुरले भनेकै कुरालाई हामीले ध्यान दिने हो भने जस्तो ऱ्याप सङ भनेको चाहिँ अब यसको इतिहास हेर्ने हो भने एउटा कालो जातिले आफूमा भएका अत्याचार विरुद्ध उनीहरूले एउटा आन्दोलनको स्वरूप चाहिँ यो ऱ्याप सङ्गीतलाई प्रयोग गरेको पाउँछौँ होइन। त्यो जस्तै हजुर लगायत हामीले सम्झिनै पर्ने स्वर्गीय यमा बुद्ध लगायत अन्य जस्ता ऱ्यापरहरूले एउटा विकृति, हाम्रै समाजमा भएका विकृतिहरू, विसङ्गतिहरू, चेलीबेटी वेशविखनदेखि लिएर राज्य प्रशासनका लापरवाहीका कुराहरूलाई उठाउनु भएको छ होइन। अनि ऱ्याप सङ्गीतबाट पनि समाज रूपान्तरण गर्न सकिने भन्ने उदाहरण यहाँहरूले दिनुभएकै छ पक्कै पनि। तथापि केही यस्ता अपवादका रूपमा केही सङ्गीतहरू जसले चाहिँ समाजमा विकृति फैलाए भन्ने चाहिँ आक्षेप नलागेका होइनन्, त्यही भएर मैले हजुरसँग यी कुराहरू गरेका हुँ। जस्तो वाक्य सम्प्रेषणमा र शब्द चयनमा के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ सरलाई? यस्तो जस्तै शब्द चयन गर्दाखेरि नि तपाईँले भन्न खोजेको कुरा घुमाउरो रूपले पनि भन्न सकिन्छ होइन। तपाईँलाई भन्नै पर्ने छ। जस्तै मैले एउटा गीत बनाएँ जहाँनिर चाहिँ दुईजना पापीहरूको बारेमा बोल्नु पर्ने छ है। अब त्यो पापीहरूले एकअर्कालाई त मुख छाड्छन्, ती पापीहरू विकृतिमै बसेर तिनीहरूले पापको कुरा गरेर हुन्छन्। तर त्यो स्टोरीलाई मैले, त्यो कथालाई मैले दर्शाउनलाई मैले शब्द चयन घुमाउरो तरिकाले त्यसले चाहिँ यो भन्न खोजेको थियो पनि भन्न सकिन्छ। त्यसको लागि चाहिँ कला चाहिन्छ। त्यो कला नहुँदाखेरि चाहिँ डिरेक्टली तपाईँको सिधै चाहिँ मुख छाडिदिने, सिधै चाहिँ जे पनि बोलिदिने चाहिँ त्यो भाव, त्यो चाहिँ म चाहिँ कविताको ब्याकग्राउन्डको बाट आएको भएर चाहिँ मैले त्यो कलालाई यहाँनिर प्रयोग गर्न पाएको छु। अब अन्तिममा थोरै कुराकानी गर्न चाहे। जस्तो ऱ्यापरलाई नेपाली समाजमा एक किसिमको त्यो एउटा इज्जत अथवा त्यो सम्मानहरू त्यति कम दिएको पाइन्छ नि। खासमा यिनीहरू त यस्तो ऱ्याप गर्ने मान्छे भनेपछि एउटा जनमानसमा हेर्ने नजर नै फरक हुन्छ। त्यसलाई तपाईँले कसरी बुझ्नु भएको छ? मैले यसलाई चाहिँ यो कुरा चाहिँ मानिनँ। मैले यो कुरा चाहिँ किन मानिनँ भन्दाखेरि हिपहपबाटै राम्रो इज्जत कमाएका, राम्रो सम्मान पाउने व्यक्तिहरू धेरै छन्। स्टडीको कुरा गरौँ होइन, युनिक पोएटको कुरा गरौँ, म आफ्नो कुरा अहिले गरिनँ। अनि धेरै छन्, धेरै कलाकारहरू यस्तो पनि छन् जसलाई चाहिँ हिपहपबाट राम्रो इज्जत कमाएको मान्छेहरू, यहाँ बुद्ध आफै उहाँ हुनुहुन्थ्यो होइन। यो कुरालाई चाहिँ किन मानिनँ भन्दाखेरि कुनै पनि विधामा कसैले नेगेटिभ कुरा गर्छ भने नेगेटिभको पछि नलागौँ न, हामी पोजिटिभतिर लागौँ नि त। अब अन्तिममा यो नेपपमा जस्तो यो ऱ्याप क्षेत्रमा, सङ्गीत क्षेत्रमा के कुरा चाहिँ सुधार्न पर्ने छ जस्तो लाग्छ तपाईँलाई? हिपहप आफैमा केही कुरा सुधार्नु पर्ने छैन। यहाँ कुनै व्यक्तिले ल्याएर आएर कलङ्क लाउँछ भने त्यो व्यक्तिलाई चाहिँ सुधार्ने हो अथवा त्यो व्यक्तिलाई चाहिँ सम्झाउने हो। हिपहप आफैलाई चाहिँ किन सुधार्नु पर्छ र? हिपहप त ठिक छ त।